यो रिएक्सन अहिलेसम्मकै बवाल र खतरनाक हुन गइरहेको छ। निकोलस भुसाल मिम रोल्स मा तपाईलाई स्वागत गर्न चाहन्छु। आज हामी क्राइसिस र फुल अन पोज नन स्टप रिएक्सन यो भिडियोमा चाहिँ खतरै हुन गइरहेको छ। ढिला नगरिकन हामी भिडियोतर्फ लाग्छौँ। क्या बोल रहा है? उबला हुआ अंडा मांग रहा है। हाम्रो सन्डेबाट हाम्रो रवि भन्ने आइतबारबाट सन्डे बनाएको, हाम्रो मूल भनेको के सोमबार भनेको सोम भनेको मूलबाट सोमबार बनाएको हैन होला। हाम्रो 365 दिनमा चोरेर 365 दिन बनाएको, हाम्रो एकला 1 गरेर 1 बनाएको, हाम्रो दुईले 2 बनाएको। डिस बन्न चाहिँ 6 महिना होस्ट फाल्दिनु छ, 5 दिनमा म बनाइदिन्छु सर। सजिलो छ तपाईले भन्नु, गाह्रो छैन नि सर। के गाह्रो छ? आजको दिनमा ल तिनजना पक्रापुर जारी गर्नु के गाह्रो छ? अहिले 3 साल म प्रधानमन्त्री प्रत्यक्ष कार्यकारी बनाउन तयार थिए छु पनि अहिले पनि, तर लायक भएर आउनु पर्यो नि त। उभन्न खतरा मै छु जस्तो लाग्छ म साइडमा बस्दाखेरि। म कसो वाओ बवाल बवाल बवाल। दिस इज वाइल्ड ब्रो यार। और यो त यार अनएक्सपेक्टेड ट्विस्ट छ नि त यार यसमा यार हैन भाइ यार। व्हाट द रिमाइन्ड यार, यो त वर्ल्ड वाइन कन्फ्युज नै हो यार। चाहियो तपाईलाई एजेन्डा भनौँ, यो चावडा भन्ने हैन हैन। त्यो जेन्जी पुस्ताले बोल्ने एजेन्डा हो। त्यही कुरा पुरा गर्छु नि त मैले। मलाई तपाईको कुरा किन सुन्ने सर? खाली जेन्जी पुस्ताको कुरा सुनिरहेको छ त हैन। जेन्जी पुस्ताको कुरा म बोलिरहेको छु नि त। आन्दोलन त मैले लिड गरिरहेको छु नि त। अहिले त लिड त गरे हैन। मस्तिष्क नै प्रशोधन भइसक्यो यार। यो लोड हुँदैछ यार, असफल छ यार मस्तिष्क चाहिँ एकदम दिमाग चाहिँ पुरै यसको प्रशोधनै भइसक्यो हैन हैन। तर के नि लोड हुँदैछ, असफल चाहिँ पक्का हो। हरेक कुरो पैसा हरेक पाको पैसा भने तिमी त यो जंगल हेर्नु न। अरे यार यो मान्छेलाई कसले रोक्छ यार? कोहीले रोक्छ नो यार। अरे यार जति पनि पार्टहरू छन् एकदम हाम्रो पार्टी हुन्छ। नेपालको सालमा चाहिँ अहिले हामी सबै गऱ्यौँ भने प्रत्येक नेपाल आजकै दिनमा 1 करोड बाँड्न पुग्छ, 1 करोड 20 लाख बाँड्न पुग्छ, 1 करोड 20 लाख बाँड्न। अरे हामी चाह्यो भने म यो एमएससीको लड्दैन नि सक्छु साथी गर्नु पर्दाखेरि हैन, सकिन्छ। अनि मलाई आत्मविश्वास चाहिँ छ कि यति कुराहरु आत्मविश्वास चाहिँ छ। एमएससीले भगाउने भन्नुमा हैन, सोमालियामा आजभन्दा 20 वर्ष अगाडि भगाएको हो कि हैन? भगाएको हो नि त एमएससीलाई। एमएससीमा बन्नु थालेको इतिहास छ नि त। आर यु कमेडी मी? अरे यार आई मिन यार क्रिएटिभिटी छ तर दिमाग चाहिँ छैन यार हैन। एकदम दिमागमा चाहिँ बाँच्न मन नलाग्ने कि मर्नु मात्र मन लाग्ने हैन। त्यो सबै देखेर हामी यो सबै दिमागमा त्यही मात्र कुरा आउने कि दाइले बोलाएको जस्तो फिल हुने। आइज त पृथ्वीमा सबै गरिसक्स, रमाइलो गरिसक्स, के काम आइज म भने जस्तो फिल हुने। पेन देख्यो भने झुन्निम जस्तो फिल हुने। पेन देख्यो भने झुन्निम जस्तो रानी के भन्छ यार? चलेर चाहिँ डाक्टर लगाएर चाहिँ ठोक्दिन जस्तो फिल हुने। यो बालन शाह भन्ने छ नि मान्छे मेरो साथी हो है। यति खतम काठमाडौँका भड्कालमा हाल्यो देशै भड्कालमा हाल्न जस्तो भइसक्यो। सुमन सामीले भाइ त्यो मान्छे ठिक छैन, सपोर्ट नगर 1000 जनाले भन्थे हैन दाइ, चण्डा भन्दा चोरे ठिक भनेर ल्याएर आएको। यो त मोटिभेट हो तर हैन, तर नेभर ट्राई दिस एट होम। तर हल्कालाई चाहिँ त बोलिहाल्नु पर्छ कि हैन होला। तर हल्कालाई चाहिँ त बोलिहाल्नु पर्छ कि तपाईलाई यस्तो सजिलो छ। नेपाल त डाँडो देश छ। अब त उनी जमाना आयो नि सर, फाइङ्गाको जमाना आयो नि त। हामीले त्यो सोच्नु पर्यो नि त। तपाईँ हाम्रो पुस्ताले चाहिँ त्यो सोच्नु पर्यो नि त हैन र? एउटा डाँडोमा टक्क काट्दिनु, थोरै स्टेसन बनाउने, त्यहाँबाट उनी फेरि 10 वर्ष टाढो जाने, फेरि उनी जेनेरेसन हाम्रो प्राइम जेनेरेसन होइन रहेछ। अरे यार मेरो डाँडा उफ्रिँदै प्राइम होइन यार होइन यार। यो कन्फिडेन्ट चाहिँ कसले दिन्छ यार यो मान्छेलाई? यस्तो भन्छ होइन सर, मान्छेलाई मार्छु भन्छ मैले भाइ नमार, यसलाई हाम्रो देश बनाएर देखाउनु पर्छ भनेको। बसमा फुटेर मार्छ भने मैले बच्चाहरू त्यतिखेर नमार्दा के गर्नु हुँदैन भन्दा घरमा 3000 जाने कुराहरू छिर्न थालेको थियो। कुराहरू उनीहरूलाई अलिक सिक राख्नु आर्मीले हाम्रो ट्रेनिङ गरिदिनु भनिसकेको थियो कि म यति प्रधानमन्त्री हामी यति भएको भए 5 वर्षमा सारा नेपाललाई करोडपति बनाउँथे म भएको भए। तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? कसरी आइफोन 1 भन्दा 2 भन्दा 3 एडभान्स हुन्छ नि। हजुर भन्दा बा भन्दा म एडभान्स छु के, र म भन्दा मेरो भाइ झन् एडभान्स छन्।
खतरनाक छ यो पृथ्वी हैन म त पृथ्वी चलाउन सक्छु भने चाहिँ बसेर कन्फिडेन्ट कसले दिन्छ यार यो दाइले यार कमान यार स्टप दिस म्यान यार भगवान बुद्ध पनि किसान हुन् भगवान शिव पनि किसान हुन् भगवान कृष्ण पनि किसान हुन् गाई पाल्थे नि त उनले पनि एकजना व्यक्तिको नाममा 12 वटा साल दिन मिल्छ के अहिले एउटा साल 1 करोड पर्छ 12 करोड भएन उसको अनि अर्को कुरा यो खानीबाट कति पैसा हुन्छ थाहा छ हजुरलाई फलाम खानीबाट मात्रै हरेक नेपाललाई 2-2 करोड बाँड्न पैसा हुन्छ के फलाम तामा र हिरा खानीबाट हैन मलाई मेरो माग पूरा गर्नु पर्दैन कि जेन्जीको माग पूरा गरिदिनुस् न हजुरलाई जसले प्रधानमन्त्री बनाएको जेगालाई प्रधानमन्त्री त्यति पूरा गरिदिनुस् न मलाई त थुने पनि भयो मलाई मारे पनि भयो कि खाल्टो खानेले पुरै खाल्टो गरेर पुरै नि भयो अरे ओ नो सबैले त हो नि मिडियाले हैन देश बिहान त तपाईँ हामी सबैले हो हामी सबै मिलेर बिगारेको हामी सबै मिलेर बिगारेको ओइ बहरसम्म देश बनाउन हिँडेको मान्छेले बिगारिसक्यो अब कुरा चाहिँ कहिले पत्ताउने यार जतिखेर आन्दोलन थियो नि त शेरबहादुरहरूलाई सबैले मार्छ भन्थ्यो केटाहरूले नमार भन्ने हाम्रो बच्चाहरू रिक्वेस्ट गरे त्यसले भन्छ कि पैसा रुपमा फल्छ फल्छ उतो रुपमा पैसा फल्छ उयो रुपमा पैसा फल्छ होइन सबै पैसा पैसा फल्छ पाँचमा पैसा फल्छ पैसा माटोमा छ ढुङ्गामा छ एउटा यही माटो ढुङ्गा कति महँगो छ विदेशमा किन्नु पर्यो हामीले चाहिँ आकाशतिर हेरेर हामीले बिग्रिएको हो कि तल हेर्नु पर्यो अनि मरेर कता हेर्ने त नि यार अहिले भर्खरै हामीले कोसीबाट प्लेन जहाज चढेर अमेरिका अस्ट्रेलिया पुगिन्छ कि नेपाल ल्यान्डलक कन्ट्री होइन के ल्यान्डलक कन्ट्री यहाँको दिमागको ढक्कन लागेको छ कि यहाँनिर व्यापारीहरू तपाईँहरू देशमा बस्न लागेकै हुनुहुन्न खास यस्तो इलिगल लेभलको फोन हो यार एडभान्स ए डाक्टर ए इन्जिनियर ए वकिल ए भन्न ठुला बडाहरू आफूलाई खुब बुद्धिमान सम्झिन्छौ नि तिमीहरू होइन म पनि डक्टरै हो केही छैन आपत्ति छैन आफ्नो म्याच घावे उडाएर आफ्नो बेच धावे उडाइरहेको छ आफ्नो कुरा नि आफै उडाइरहेको छ यो मान्छे के हो यार मेरो ब्रेन आई गिभ अप यो यार देशमा हामीले कैलाश पर्वतदेखि स्वर्गद्वारसम्म स्वर्ग जाने बाटो स्वर्गद्वारदेखि सगरमाथासम्म स्वर्गको बाटो सगरमाथा कञ्चनजङ्घासम्म स्वर्ग पछिको बाटो बनाउँदैछौँ के कुरामा लाग्छ भन्दाखेरि चाहिँ फोटोहरू कहिले कहिले राम्रा देखिन्छन् तर अमेरिकामा पनि सुख छैन कि साथी अस्ट्रेलिया क्यानाडा कहिले पनि तिमीहरूले बुझेछौ नि त होइन सुख पैसा खोज्दै भइरहेको होइन मलाई पनि लाग्थ्यो पहिला पैसा बसी खुसी हुन्छ कि मलाई पनि 5वटा गाडी लिएर हिँड्थ्यो कुनै बेला दाइले कुन गाँजा खान्छन् हो दाइले यार खत्रै लागेछ क्या हिजो दिन बेलामा खाली गाँजा खाएर जान्छन् क्या सल्टीले यार कुरा के छ गाह्रो कुरा के छ पुलिसहरूलाई बोलाएर तुन मान्छे तुन्न तुनेन भने निकाल्दैन के बिग्रिन्छ कर्मचारी निकाल्दिन न्यायाधीश निकाल्दिन के बिग्रिन्छ के गाह्रो काम हो संविधान 10 बुँदा संशोधन गर्न के गाह्रो प्रत्यक्ष कार्यकारी लेख्न के गाह्रो प्रदेश सभा राष्ट्रिय सभा खारेज भयो भनेपछि भयो नि भएन भन्ने दाइले पुग्यो अब गर्ने कले है प्रधानमन्त्री र गृहमन्त्री राम्रो काम गरिरहनु भएको छ जनताको मन जितिरहनु भएको छ जितेकै छ कता जिते कता कसको मन कुन जनता बिए कहिले गर्ने त बिए म चावडा कुरामा हिँड्छु कि खास एउटा अनि मैले वेद हेरेर वेदमा चाहिँ के लेखा छ एउटा पञ्चाङ्ग हेरेर के छ तपाईँको योग भन्दाखेरि चाहिँ बिए गर्ने योग छैन जस्तो छ मैले चाहेर केही हुँदैन कि मैले चाहेर सन्दीपले खेल्न पाउँदैन तर भगवान्ले चाहे नि पाउँछ कि मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ अहिले भगवान्ले चाहेको छन् कि म यहाँ आइज भनेर अनि म यहाँ आउँछु फेरि भगवान्ले उता जा भनेर चाहन्छन् गर्छु कस्टम दाइ भने विद्वानहरू यस्तो धर्म बेर्दिने यतातिर पनि लाग्छन् कि दाइ बेला बेलामा यार कतिपल्ट तपाईँले अल्वेज झ्याप निकोलस भुसाल भन्छन् के झ्याप भने के म बुझाइन्छ म त यसैको विज्ञ हुन्थ्यो फेरि
किन नरे म गाजाको बारेमा थाहा छ नि त के खाने कति खाने मलाई थाहा छ नि त अनि तिमीहरू कसैको बाउको खाइदिएको छैन गाह्रो हर्कजीको चाहिँ उदारता छ उहाँ जान्छ मसँग दुइटै छ क्या सर मसँग बालिङको भन्दा खतरा सोच छ भिजन छ रिसर्च छ सब कुरा छ खतरै छ सर राम्रो कुरा हामी नागरामा म सुनौलीमा सुत्छु मेरो साथी रुबडेमा सुत्छ मेरो अर्को साथी रक्सनमा सुत्छ मेरो अर्को साथी कागरगुट्टामा सुत्छ मेरो अर्को साथी भन्नु न दाइ नाम पनि भन्नु न यार यतातिर सुत्छ सबैतिर घर हामी नाकामा सुतेर हामी सुतेर नाकमा कि नाकामा हो यतातिर उतातिर बस्ने तैँले के गर्छ आजसम्म देशका लागि 1 घण्टामा के गरिस् तैँले देशका लागि बात त सही म आफ्नै होइन पार्टीको सदस्य थिएँ आजसम्म होइन आज म उसको पार्टीको सदस्यता पक्का राजसभाकै सदस्य थिएँ मैले चाहेको थिइनँ आज मैले यहाँ आगो लाउने मन थियो गर्नु भएन र आजदेखि मैले यो पार्टी परित्याग गरेको र सबैजनालाई यो पार्टी राष्ट्रको भन्ने पार्टी परित्याग गर्न हार्दिक अनुरोध पनि गर्न चाहन्छु अब अरब सगाई ठग्नेहरू बाहिर छ उसो रविदाले सगाई ठगेको हो कि होइन कि अहिले स्योर पनि छैन साला चोर रवि लामिछाने अरू दाइ च्याप भन्छन् नि त्यही हो कति के बोले थाहै पाउनु नि कहिले के बोल्छन् कहिले के बोल्छन् त्यो कुरामा लागिरहँदाखेरि हाम्रो ठुलो आश गरेको थियौँ है उहाँ जतिको पढेको मान्छे विज्ञ मान्छे विद्वान मान्छेहरू आइसकेपछि त्यो देशमा ठुलै परिवर्तन होला हामीलाई विदेश जानु नपर्ला होइन नौरो पनि नेपाली आउला नेपाली बनाउलान् ठुलो आश थियो तर उल्टो भइदियो नि यो देशमा होइन पहिला अलिअलि गुलाम थियो जस्तो लाग्थ्यो अहिले देश पुरै विदेशीको गुलाम भइसक्यो उहाँहरूले मात्र बिगारेको होइन उहाँले त अवसर त गर्नु नेक्स्ट लेभलको कार्टुन मुड आउनु भइसक्यो क्या यतातिर होइन सबैले देश बिगारिदिनु भन्नु पाएन हामीले एउटा भर्खर ड्रोन फाल्न सकिन्छ होइन अहिले भर्खर एउटा बम फाल्न सकिन्छ सर्वोच्च उडाउन सकिन्छ तर हामी एउटा पनि नेपाली नागरिक नमरोस् जो मरे पनि त आफ्नो दाजुभाइ मर्ने हो नि त चोरै न्यायाधीशै छ भने पनि बरु त्यसलाई पछि श्रम शिविरमा पठाउँला ढुङ्गा बोक्न पठाउँला माटो बोक्न पठाउँला किन बेकार मार्नु ज्यान किन लिनु भनेर हामीले त्यसरी बचाइरहेको भ्रष्टाचारी नै छ भने त्यसलाई उतातिर पठाउँला ढुङ्गा बिहानदेखि साँझसम्म भागेछ नि गोली ठोकिदिउँला एकचोटि तपाईँले भन्नुभएको थियो हामीले चाहनु सेना दरबार भोलि उडाइदिन सक्छौँ अहिले आजै सकिन्छ भोलि गर्नु पर्दैन अझ हाम्रो यस्तो यस्तो हतार बनाएको छ थाहा पनि पाउँदैन यिनीहरूले सिधै हामी युवा के दुवै कतारकै धर्ममा जन्मेको खाली यार भाषण मात्र गरिदिनुहुन्छ यतै ठिक थियो यार हेर्नै गएको थिइनँ यार म त पुरै कन्फ्युज भयो यार कन्फ्युज भएर छु नि यार म अहिलेसम्म कन्फ्युज भएर छु यो त हेरेकै थिएन यस्तो रहेछ त उपत्त कुरेपछि मैले प्रधानमन्त्रीलाई भेटेँ कुरा गरेँ गृहमन्त्रीलाई पनि भेटेँ दुइटैले के भन्दाखेरि हामीले केही गर्न सक्दैनौँ है हामीले के पनि गर्न सक्दैनौँ जस्तो हामी चुनाव गर्न सक्छौँ त्यो बाहेक सबै यो बेकार कुरा हामीले सक्दैनौँ भन्न थालेँ मलाई नराम्रो लाग्यो सर मन गयो सर म पशुपतिमा 2 घण्टा रोकेँ सर त्यसले 2 घण्टा रोको यो त उल्बाइन नै कन्फ्युजन भयो त होइन कन्फ्युजनको कुरा भयो त होइन कन्फ्युजनको कुरा होइन म जिन्दगीमा दुइटै कुरा जानेछु कि पहिला अन्तिममा दुइटै कुरा सिकेको जिन्दगीमा होइन अनि एउटा चाहिँ बाँच्न जानियो अर्को हाँस्न जानियो कुरो भन्ने होइन कसैले भनेर भनेकै थिएन थ्याङ्क यू फर वाचिङ यदि तपाईँहरूलाई मन पर्यो भने लाइक कमेन्ट र सेयर गरिदिन नबिर्सिनु होला डु नट फर्गेट सब्सक्राइब सी यू नेक्स्ट रियाक्सन टाटा